नमस्ते, मौरी हाङ्गु हाकुनको प्रशिक्षक सुरज घिमिरे एउटा चाहिँ जानकारी पोस्ट गर्न गइरहेको छु। यो चाहिँ हाम्रो के छ भन्दाखेरि अहिले चाहिँ गणतन्त्र कोरियाबाट +2 पास गरिसक्नु भएको विद्यार्थीहरू तर जिपिए चाहिँ पर्याप्त मात्रामा नभएको भनेको 2 जिपिए भन्दा माथिको विद्यार्थीहरूले पनि यसमा चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। अनि यसको ग्याप चाहिँ अरू स्टुडेन्ट भिजाको जस्तो नभएर 6-7 वर्षको ग्याप पनि एक्सेप्टेबल भनेर भनेको छ। अब यो भिसा चाहिँ विशेष गरी गणतन्त्र कोरियामा गएर 1.5 वर्षसम्म तपाईहरुले चाहिँ कुनै पनि एउटा चाहिँ के त हेल्थ सेक्सनमा गएर चाहिँ ट्रेनिङ गर्नुपर्ने। यो ट्रेनिङ गराउने चाहिँ सबै युनिभर्सिटीले नै गर्ने भएको हुनाले र तपाईहरुलाई 6 महिना चाहिँ इन्टर्नशिपको लागि फेरि त्यो ट्रेनिङमा तपाईहरुले पास गर्नुभएपछि चाहिँ इन्टर्नशिपको लागि चाहिँ तपाईहरुलाई चाहिँ केयर गिभर सेन्टरतिर लगेर 6 महिनासम्म चाहिँ त्यहाँको गभर्नमेन्टले नै तपाईहरुलाई विथ सेलरी भनेको तपाईको 6 महिनाको सेलरी सहित तपाईहरुलाई काममा लगाउँछ। इन्टर्न गरिसकेपछि तपाईहरुले आफ्नो भिजाको प्रक्रिया पनि B21 बाट तपाईहरुले चाहिँ सेमिनी भिजामा परिणत गरेर चाहिँ गणतन्त्र कोरियामै बसेर चाहिँ स्थायी रूपले काम गर्न सक्नुहुन्छ। यसको लागि इच्छुक भाइ बहिनी विद्यार्थीहरू हुनुहुन्छ भने हाम्रो इन्स्टिट्युट मौरी हाङ्गु हाकुनमा तपाईहरुको डकुमेन्टहरू लिएर आउनु होला। साउथ कोरिया, जापान, क्यानाडा, अस्ट्रेलिया, युके, युएसए लगायत विभिन्न देशहरूमा स्टुडेन्ट भिसामा जान सकिने। सम्पर्क 9704587110 9819099558 तरान भानुचोक मिक कम्प्युटर सँगै शाखा कार्यालय बेलका रामपुर 9818427077।